यहाँ हामी नाउन प्लस के जस्तै नेपालीमा लाई, लागि, सँगको बारेमा आज बुझ्नेछौँ। जस्तै वाक्यमा क्रियाको फल दिने कर्मकारक अब्जेक्टको पछाडि टाँसिएर रुल उल विभक्ति लागे जस्तै अर्थ दिन्छ। नेपाली भाषामा यसले लाई अर्थ दिँदा यसलाई विभक्ति लागि र सँग अर्थ आउँदा चाहिँ कारणवाचक नामयोगी हुन्छ। जस्तै यो वाक्यको विभक्तिवाचक नामपदसँग मात्र जोडिएर वाक्यलाई आदरार्थी बनाउँछ। जस्तै हामी उदाहरणमा हेर्छौँ, यहाँ संरचना, यो चाहिँ एउटा संरचना हो। सँगसँगै प्लस के, सँगसँगै के, सर, शिक्षक, गुरु अथवा लाई, लागि, सँग। जस्तै यहाँ पनि हेर्नेछौँ, अमनिम के, अमनिम प्लस के, अमनिम के, आमालाई अथवा आमाको लागि, आमासँग। त्यस्तै जस्तै यहाँ हामी हेर्न सक्छौँ, बुच्छ निम्के छरुल हेयो, बुद्धलाई ढोग गर्छु। बुच्छ निम्के, बुच्छ निम्के, जस्तै बुद्धलाई ढोग गर्छु, छरुल हेयो। त्यस्तै गरेर अमनिम्के, यहाँ पनि के आयो है। जस्तै अमनिम्के सौरे खायो, आमासँग सौल जान्छु। जस्तै यहाँ साजाङ निम्के इमेरुल फोनेयो, साउजीलाई इमेल पठाउँछु। जस्तै यहाँ पनि के आयो।